उहाँको आत्माले शान्ति पाओस्, स्वर्गमा बास पाओस्। के हालेको छ यहाँ बोजू? यहाँ मुला, काँक्रा, प्याज। सो हे गाइस, वेलकम ब्याक टु माई अनदर ब्लग एन्ड सबैजनालाई एजे ब्रोको छड्के सलाम एन्ड गोर्खे नमस्ते एन्ड होप यु गाइस तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला होइन। अनि एजे ब्रो पनि सन्चै छ है त। एन्ड गाइस आज भने चाहिँ हामीले के गरिरहेको छ भन्दाखेरि अहिले 16 शरत लागिरहेको छ होइन। र 16 शरतमा चाहिँ सबैजनाले आफ्नो बाबा आमा जो बितेर जानुभएको छ उहाँहरूको लागि पूजा गर्ने गर्छ नि त। उहाँहरूले शान्ति पाओस्, उहाँहरूले एउटा राम्रो ठाउँमा बास पाओस्, उहाँहरू नभट्कोस्, उहाँहरूको आत्मा नभट्कोस् भनेर एउटा घरको छोराहरूले बाबा आमाको नाममा जो बितेर जानुभएको छ उहाँहरूको नाममा पूजा गर्ने गर्छ है। त त्यसै गरी आज पनि हाम्रो घरमा पनि हाम्रो मेमे र मामको लागि जो बितेर जानुभयो, माम त हामीले देखेन पनि होइन, यहाँसम्म कि मेरो आमाले पनि देखेन मामलाई। अनि मेमे खसेको चाहिँ 3-4 साल भइसक्यो। अनि मेमे र मामको नाममा आज हामीले पूजा गरिरहेको छौँ होइन, कि उहाँहरूको आत्मा पनि नभट्कोस्, उहाँहरू पनि सही सलामत एउटा ठाउँमा जाओस्, एउटा ठाउँमा बास पाओस् भन्ने हेतुले हामीले आज घरमा पूजा लगाइरहेको छौँ है। सबैजनाले आफ्नो आमाको बाबाको जो बितेर जानुभएको छ उहाँहरूको नाममा पूजा गर्ने गर्छ नि त होइन। आज हामीले पनि गरिरहेको छौँ होइन। के भन्नुहुन्छ तपाईँ? के भन्नु र, उहाँहरूको आत्माले शान्ति पाओस्, स्वर्गमा बास पाओस्, बुद्ध भगवानको ब्लेसिङ आशीर्वाद धाममा उनीहरूको बास होस्, यही भन्न चाहन्छु। ओके, सो गाइस अहिले भने चाहिँ हामी यहाँ के गरिरहेको छौँ भन्दाखेरि हामीले चाहिँ यहाँ लुङदरमा काटी ठोकिरहेको छौँ है। लुङदर चाहिँ तामाङ भाषामा झन्डालाई भनिने गरिन्छ है। हाम्रो तामाङ भाषामा झन्डालाई लुङदर भनिने गरिन्छ। अनि हाम्रो कुनै पनि सानो पूजा होस् या सानो कुनै पनि मोर होस्, कुनै पनि कार्यक्रम होस्, हाम्रो घरमा चाहिँ यसले लुङदर बनाएर गाड्ने गर्छ है। त्यसले पनि हामी तामाङहरूलाई चाहिँ अलग्गै चिनिहाल्छ कि झन्डा छ भने, लुङदर छ भने यो चाहिँ तामाङको घर हो भनेर चिनिहालिन्छ है। अनि आज चाहिँ हामीले हाम्रो भ्लगमा हाम्रो भाषामा हामीले पूजा गरिने हरेक सामानहरूलाई के भनिन्छ त्यो सबै चिजहरूलाई देखाउँदै, त्यो सबै चिजहरूको नाम भन्दै आजको भ्लगलाई हामी अगाडि बढाउँदैछौँ है त। गाइस यहाँनिर अहिले हामीले 108वटा छिमी बाँधिरहेको छौँ र हेर्दाखेरि मलाई दाजु जस्तो देखिन्छ, तर यसलाई भाइ जस्तो देखे पनि यो चाहिँ दाजु हो मेरो, यो चाहिँ भाइ, म चाहिँ भाइ हो है। म चाहिँ यसको बाबुको चाहिँ भाइको छोरा हो, कान्छो भाइको छोरा होइन। र यो चाहिँ यसको बाबा चाहिँ मेरो बाबाको दाजु हो। सो हामी दाजुभाइको छोराछोरी, दाजुभाइ। तर मलाई दाजु जस्तो देख्यो भने यो दाजु है खासमा चाहिँ, बुझ्नुभयो। यसको नाम विजय तामाङ हो, मेरो नाम एजे ब्रो अजय तामाङ। सो अहिले भने चाहिँ हामीले यहाँनिर 108वटा छिमी लगाइरहेको छौँ। आँगी बत्ती बाल्ने बेला भयो। मेमेको नाममा बत्ती बाल्ने बेला भयो। मेमे खस्दा हाम्रो मेमे खस्दाखेरि सबैभन्दा बेसी रुने आँगी चाहिँ यहाँ उर्मा आँगी नै हो, सबैभन्दा बेसी रुने आँगी। मैले भिडियो गरेर राखेको छु डल्लै। हाम्रो यहाँनिर चाहिँ कसले के गर्दैछन् अब चाहिँ हल्का तपाईँलाई देखाइन्छ है त। यहाँ सुरत दाले चाहिँ के गर्नुहोस्, के गरेको त? तेल टालेको, यसले पनि तेल टाल्दो रहेछ है। र यहाँनिर हाम्रो आजको खानाहरू पापडहरू सबै के छ रेडी भइसकेको छ होइन। र यहाँनिर हाम्रो दिदीहरू भाउजूहरूले यहाँनिर के गर्दैछन्? भाउजू के बनाएको यो? गोर्खे भनेको चाहिँ गोर्खे खुकुरी। हाम्रो भाउजूले गोर्खे कालचिनीको भाउजूले चाहिँ कालचिनीको भाउजूले चाहिँ गोर्खे अचार चाहिँ कालचिनीको टाइपले पाउँदैछ है। यहाँ हाम्रो गान्धी दिदी पनि छ होइन, गान्धी दिदी के हालेको छ यहाँ भाउजू? यहाँ मुला, काँक्रा, प्याज, आलु, मटर, यो टेस्ट गर्दिनँ गान्धी दिदी, अलिकति दिनु गान्धी दिदी। गान्धी दिदी म यहाँ भिडियो गर्दैछु नि त। के गरेको?
सबै फ्याँकेर होइन चढाएको ए चढाएको लु गानेर दिनु गानेर दिनु न एकपल्ट म घर गानेर दिनु तपाईँ दिनु न मसँग बनाउने कसरी चाख्नु लु सक्यो होइन नुन लागेको लागेन लु हेर्नु नुन लागेको लागेन भन्नु अन्त मलाई चिल्ली पाउडर सरसोको तेल लाग्यो सब गोर्खे अचार नुन लागेको छ